राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री डाक्टर टोसिमा कार्कीले समानुपातिकको सूचीमा आफन्तवाद र नातावाद हावी भएको बताएकी छिन्। सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले भनेकी छिन्, पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिकको सूचीमा त्यो पनि अग्रपङ्क्तिमा नाम सुरक्षित गरिने यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन। उनी अगाडि भन्छिन्, समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ, सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाइटल पोस्टमा हुनेहरू पनि समानुपातिक सूचीका लागि आङ्कालित हुनु र त्यही आफ्नो स्पेस बनाउनु अथवा बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ, निषेध होइन। फेरि विरोधी भए जस्तो सुनिएला, तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोजिसन अफ बेनिफिट्समा हुन्छन्, चाहे प्राइमेरीको भोटिङमा होस् या इभ्यालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिनसम्म पदाधिकारी या सचिवालय दुवै निर्वाचनबाट बनेको होइन। पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनको पनि समानुपातिक सूचीको अग्रपङ्क्तिमा नाम सुरक्षित गरिने यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन। मैले सधैँ भन्ने गरेको छु र फेरि पनि भन्छु, पार्टीको भाइटल पोजिसनमा बस्ने साथीहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। अहिले त झन् पार्टी यति ठुलो भइसकेको छ। साथीहरू किन डराउनु भएको? कति असुरक्षित महसुस गर्नुभएको? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनु भयो भने अरूले के गर्ने? हामी साँच्चीकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो आफ्नो नाम समानुपातिक सूचीबाट हटाउनुपर्छ। साथै समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपले निषेध गरिनुपर्छ।